Hello guys, welcome back to my channel. A few moments later. Hello everyone, good afternoon सबैजनालाई। म चाहिँ अब फेरि काफलको भिडियो ल्याउने भनेर काफल खान आयो। अब म चाहिँ अहिले करेन्टली भन्नुपर्दा अहिले चाहिँ म गाउँतिर छु। म चाहिँ अब काफल खान हिँडेको अहिले चाहिँ ठ्याक्कै 5 बजिरहेछ। अनि त्यसपछि यसपालि नि भतिज र म आएको। यो चाहिँ हाम्रो गाउँ हो हैन, ट्याक्क लागेर यस्तो छ हाम्रो गाउँ चाहिँ। अनि यहाँ चाहिँ काफल खान आएको, उताबाट आएको। कस्तो भिडियो बनाऊँ कि नबनाऊँ भनेर अनि एउटा चाहिँ भिडियो बनाइहालौँ न भनेर मैले चाहिँ ट्राई गरिहालेको। मेरो गाउँ चाहिँ अब यस्तो टाइपको छ। यो मेरो गाउँ हो हैन, यस्तो छ हाम्रो गाउँ चाहिँ। यहाँ तल कति राम्रो फुल पनि रहेछ। यी भतिज चाहिँ यहाँ चढिसक्यो। यो काफलको बोर्ड चाहिँ पनि अब काफलको बोर्डमा चढेर काफल चाहिँ अलिकति अब यही त भने सिजन, यो वैशाख जेठमा काफल फल्ने सिजन हो। अब सिजन अनुसारको फलहरू खानु पऱ्यो नि त। त्यही भएर म चाहिँ भतिज र मलाई लिएर काफल खान आएको। भतिज चाहिँ रुममा चढिसक्यो। यता छ भतिज काफल सबल टिपेर। यहाँ चाहिँ टन्न काफल रहेछ कि। अब म चाहिँ अब यहाँ काफल टन्न छ। यहाँबाट अलि नदेख्ने रहेछ अलिअलि। अब म चाहिँ अब काफलको रुखमा चढ्न लाग्यो। अब काफलको रुखमै गएर भिडियो अब सकिन्छ भने बनाउँछु। अनि मेरो भतिज यता छ। ल म पनि आएँ है भतिज। अब अलि माथि हिँड नि यार। चढ्न त सकिन्छ नि म। राइट ल ल ल ल लुक एट दिस काफल क्या। एकदमै धेरै फलेछ है काफल यो रुखमा चाहिँ। खोइ त यो रुखमा चाहिँ काफल अलि धेरै नै फले रहेछ होइन। ल हेर्नु न काफलहरू यति धेरै फलिरहेछ। ल हेर्नु न काफलहरू, हेर्नु न काफल। आमाम यस्तो फलिरहेछ नि यार, यस्तो फलिरहेछ नि काफल। वाउ यार वाउ। हेर्नु न गाइस यार काफल, हेर्नु न काफल। काफल यस्तो हुन्छ क्या यार साथीहरू, यस्तो टाइपको हुन्छ कि काफल। ल हेर्नु न काफलै कति। ओ माई गॉड। ल यता हेर्नु न यता। खासै भिडियोमा अलिक क्लियर आएन। भतिजलाई टिप ल, म पनि टिप्छु। अनि यस्तै छ होइन। यो चाहिँ काफल यति धेरै फलाएर छ नि। मान्छेहरू नि यहाँ कोही खाना आउँदा नि क्या हो भतिज। काफल यति धेरै क्या। आज पानी पऱ्यो नि त त्यही माथि, अनि काफलहरू एकदमै फलेछ क्या। ल हेर्नु न गाइस यार, ल हेर्नु न काफलै कति धेरै। वाउ काफल यति धेरै फलेर छ यार है। ल काफल हेर्नु न यार काफल। वाउ यार कति पाकिरह्यो कि। ल लुक एट दिस यार। अहिले अलि के भयो भने अलि अब घाम अस्ताउने बेला भयो नि त, त्यही भएर पनि यो काफल अलिकति अलि मोबाइलमा नि अलि राम्रो नआएको होला कि भिडियो बनाउँदाखेरि। अब काफल त छ कि गाइस, यो अलि नदेखे मात्रै हो होइन। ल म चाहिँ अब काफल टिप्छु पहिला। भतिजले पनि टिपिरहेछ। टिपिसकेपछि अब अहिले एकछिनमा है त म चाहिँ रुखमा चढिसक्यो। काफलहरू चाहिँ यहाँ छ होइन। भतिजले त्यहाँ टिपिरहेछ, भतिज पनि छ। अनि म चाहिँ यति हाइटमा खाइरहेको। ओहो काफलहरू पनि झट्ट अन्न रहेछ कि यसपालि त यार। आमामा कति धेरै काफल छ क्या, यति धेरै काफल छ। अब म चाहिँ काफल टिप्ने खाने, भतिजले पनि टिपिरहेछ। काफल चाहिँ यस्तो टाइपको हुन्छ। यसरी खाने, तर यो हात त यस्तो छ फेरि, यहाँहरू यस्तै छ हात। अन्त यस्तो अनि अहिले हेरेर खानुपर्छ। यहाँ किरा हुन्छ क्या, किरा सिरा हुन्छ। वाह
यहाँ त गेटै ठुल्ठुलो रहेछ है अझै टुप्पोतिर नि छ इस म जानै सक्दिनँ यार अब त अहिले मोबाइल चाहिँ झऱ्यो भने कहाँ पुग्छ होला है अनि तिमी टिप होला म टिप्दिनँ ल यहाँ पनि छ भतिजले टिपिरहेछ म चाहिँ नटिप्ने अब म चाहिँ खान्छु हिँड्छु भतिजले गरिहाल्छ नि यहाँ चप्पल लगाएर आइरहेको छु इस यत्रो हाइटमा अनि सक्दिनँ नि त म त खाने हो हिँड्ने हो होइन अब यहाँ एक ठाउँमा बस्ने हो यहाँ काफल छ काफल यसो टिप्ने हो तिमी टिप होला कान्छ मजाले यस्तो टाइपको काफलहरू सिजन अनुसारको काफलहरू पनि खानुपर्छ क्या हट काफल खाएर अगाइसक्यो यार म त यस्तो के ल हेर्नु न काफल वाह वाह कालो कालो काफलहरू छ मन्दिर काफल खाने मान्छे नि खासै आउँदैन क्या है मलाई त्यस्तै लाग्यो अनि यो हामीले काफल टिपेर चाहिँ कहाँ ल्यायो नि त घरमा चाहिँ कसलाई दिने अदुवा के अरे कुछ भी नुन खोर्सानीमा हालेर खाने नुन खोर्सानीमा हाल्ने खाने हेर्नु कालो कालो चस्मा यो भिडियोमा अघि नदेखेर रहेछ कि काफल एकदम छ कि यतिको चाहिँ छैन भन्नु मिलेन है भन्नुभयो कि हेर्नु काफल भाउ के भाउ गरी जति त्यत्रो के पनि खान्छ यार म त टिप्ने हो खाने क्या ल भन्नु पुग्न जान्छ म तिमी यो ठाउँ चाहिँ कहिले देखेको काफल ग्यारा ठुल्ठुलो रहेछ कमेन्ट गरिरहेको हुन्छ नि त हट मलाई त पुगे जस्तो भयो यार म तल झरेर बस्छु म तल मैले खाएको खाइदिएँ नि त यो मेरो भाती फादरभन्दा कम छैन अबे साले ल हेर्नु चाहिँ हँसाइ हेर्नु न हँसाइ 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 मरद छ मरद के मरद अब उक्लिँदा उक्लियो अब यहाँबाट कसो झर्ने त अब म यहाँबाट कसो झर्ने त कान्छ अघि म कसरी आएको यहीँ मोबाइल नसमेत आऊ मोबाइल एकछिन बगल्तीमा हाल्नु पऱ्यो उसो अहिले झऱ्यो भने त मुतिर पुग्छ यार अरू अरू भन न तिम्रो अनि स्कुल कस्तो चल्दैछ मेरो स्कुल चाहिँ राम्रै चल्दैछ कति क्लासमा हो तिमी म 6 क्लासमा हो 6 क्लासमा सरकारीमा भए 8 मा हुन्थ्यो हो र अनि तिमीले यो काफलको बोर्डहरू कसरी देखेको थियो हुँदै आउँथ्यो सडकबाट आउँदै थियो के यी काफलै खाने भनेर आएको हो कि यो यतिकै काफलै खाने भनेर आयो नि जान लागेको अर्को ठाउँमा यो रुख देख्यो क्या ल हेर्दिस् म त लड लाग्यो एकदम धेरै छ क्या गर्नमा देख्दैन रहेछ आज पानी परेर पनि होला कि है यो काफलहरू यत्रो ठुल्ठुलो भएको पानी त पहिलेदेखि परेर आयो हिजो अस्ति ए परेर पनि धेरै खोला होला कि जाने काफल अलिकति एकछिनमै यति धेरै हुन्छ कि सबै कालै कालो
प्लास्टिक भरेको त छैन त्यो पनि आधा हुन लाग्यो कुछ भी हेर्नु नि काफल वामा बबाल के काफल मैले चाहिँ अब 15-20 मिनट टिप्यो देखाइदियो त काफल कति टिप्यो मलाई चाहिँ अब यति भए चाहिँ पुग्छ क्या अब चाहिने जति टिपिहाल्यो काफल चाहिँ कालो कालो छ मैले यहाँ हातमा पनि लिइरहेको छु काफल यस्तो छ अनि भिडियोमा चाहिँ कस्तो आइरहेको छ थाहा छैन होइन अनि मैले चाहिँ काफल साफल टिपेँ अब हाम्रो चाहिँ त्यति भए पुग्छ होइन अब म चाहिँ उतलतिर जान्छु अनि भिडियोले चाहिँ अन्तिमसम्म हेरिदिनु होला होइन लुक एट दिस ब्युटी वाह यार नेचुरल फुल हो क्या तर बाटो चाहिँ यस्तो छ कि जाने घर कति राम्रो फुल छ है कस्तो देखिरहेको छ मलाई अहिले अबे साले